तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू पछिल्लो समय गम्भीर आर्थिक मारमा परेका छन्। किसानले दुःख गरेर उत्पादन गरेका आलु, कोपी, मटर कोसा लगायतका तरकारी व्यापारीलाई बेचे पनि सिजन सकिएपछि भुक्तानी नपाउने समस्या व्यापक बन्दै गएको छ। किसानका अनुसार तरकारी उठाएर लगेका व्यापारीहरू सिजन सकिएपछि फोन नउठाउने, सम्पर्कविहीन हुने वा हिसाब बाँकी छ, अहिले पैसा छैन भन्दै टार्ने प्रविधि बढ्दो छ। कतिपय अवस्थामा व्यापारीहरूले अलिअलि रकम तिर्छन्, त्यो पनि किसानले पटक पटक धाएर मागेपछि मात्र। व्यापारीहरूले बिउ, मलखाद तथा सुली मल दिएको भन्दै किसानको ठूलो रकम रोकेर राख्ने गरेको गुनासो किसानहरूको छ। यसरी रोकिएको रकम आधा भन्दा बढी हुने गरेको किसानहरू बताउँछन्। अझै अचम्मको कुरा के छ भने अघिल्लो वर्षको भुक्तानी नदिई फेरि अर्को सिजन पनि उही व्यापारीलाई तरकारी दिन किसान बाध्य पारिने गरिएको छ। एक सिजन किसानको तरकारी उठाएपछि अर्को वर्ष घाटा भयो वा व्यापार बन्द गरियो भन्ने बहानामा केही व्यापारीहरू बजारबाट हराउने गरेका छन्। यसरी व्यापारीले व्यवसाय नै छोडेको भन्दै बाँकी रकम नदिने अवस्था सिर्जना हुँदा किसान वर्षौसम्म आफ्नो मेहनतको मूल्यमा वञ्चित हुनु परेको छ। भुक्तानी नपाएपछि किसानहरू अर्को सिजन नयाँ व्यापारी खोज्न बाध्य हुन्छन्। यसरी किसानलाई दबाव र ब्ल्याकमेल गर्ने गरेको गुनासो पनि छ। किसानहरूले यस्तो अवस्थामा कृषि पेशा नै संकटमा परेको बताएका छन्। समयमा भुक्तानी नपाउँदा उत्पादन लागत उठाउन नसकिएको, ऋण थपिँदै गएको र खेती प्रतिको आकर्षण घट्दै गएको उनीहरूको भनाइ छ। किसानमाथि भइरहेको यस किसिमको आर्थिक शोषण प्रति सम्बन्धित निकाय, स्थानीय तह, कृषि कार्यालय र प्रशासनको गम्भीर ध्यान जान आवश्यक देखिन्छ। समयमा अनुगमन र कानूनी व्यवस्था नहुँदा समस्या वर्षेनी दोहोरिँदै आएको किसानहरूको गुनासो छ। यस्तो अवस्थामा किसानलाई ऋणको दलदलमा धकेलेको छ। उत्पादन लागत उठाउन नसक्दा खेती घाटाको व्यवसाय बन्दै गएको छ। यही कारण धेरै किसान खेती छोड्ने मनस्थितिमा पुगेका छन्, जसको प्रत्यक्ष असर देशको खाद्य सुरक्षामा पर्ने स्पष्ट देखिन्छ।